15-20 वटा कुकुरलाई लगाउनु पर्छ अनि कहाँ त्यत्रो फुलले हुँदैन नि त 15-20 वटा कुकुरको कमी छैन रहेछ यो कुकुर के काम ल गेमको पनिशमेन्ट खेलौँ न त आम्मा पनिशमेन्ट त फेरि मलाई कस्तो मजा लाग्छ नखेलौँ होस् मैले हारे भने फेरि बेकार म पनिशमेन्ट गर्ने पनिशमेन्ट खेल्नु पर्यो ल खेलौँ नखेल्ने भयो होस् होइन खेलौँ न हौ पनिशमेन्ट गेम नखेल्ने नै ओहो अघि चाहिँ पनिशमेन्ट खेल्ने पनिशमेन्ट गेम नेक्स्ट टाइम मेरो त बल्ल 600 जना त हुनुहुन्छ अहिले भर्खर हजुरकोमा कति पुग्यो नलाटी भन्नु है मेरोमा 1.2 के छ तर यहाँ यी पोइन्ट चाहिँ यति छ 1.2 के को पनि झन्डै खेलिन म ओहो त्यसो खेल्नेलाई खेलिहालौँ है के छ अब अहिले नै भनिहाल्नु नै पनिशमेन्ट त नखेल्ने अब नेक्स्ट टाइम खेल्ने पनिशमेन्ट नेक्स्ट टाइम पछिको गेम ए त्यता 1.7 के भ्युअर्स छ आम्मा झुट बोलेर कहाँ हुनु कसले झुट बोल्यो भन्नुहोस् त ल कमेन्टले झुट बोल्यो कि मैले पनि त्यहाँ हेर्छ भ्युअर्स कति छ उसकोमा त्यहाँ मेरोमा होइन भने उता भने ल है अब यहाँ 1.7 झुट बोलेपछि त सक्यो अब हजुर के भयो के को प्लान हो ए हामी अब जान लाग्यो हो के घुम्न त्यही भएर कता आमा यतिखेर होइन हाम्रो काम छ के हामी कामले निस्किन लाग्यो त्यही के ल काम त गरिस् काम भनेपछि त गरिस् है के गेम खेल्न गएको हो यो के टुर्नामेन्ट हो यो अब दसैँको टाइममा हुँदो रहेछ है यस्तो गेमहरू प्राय दसैँको गेममा पर्यो भनौँ अब यो खै के भएर पर्यो यो जेएनजीले गर्दा सर्या हो कि जेएनजी आन्दोलनले गर्दा क्या डरलाग्दो एकदम डरलाग्दो नेपालको स्टार फुटबलर हो रे ल सक्यो अब ल मेरो भाग्य कमेन्टमा त जे पनि भन्छन् नि म भाग्यमानी रहेछु जोइन गर्न पाएँ ईशाजी त पुरै परि जस्तै हुनुहुन्छ भन्दै म्यासेज गरेको छ यहाँ अब के भनौँ मैले होइन त्यस्तो त होइन माला घाँस मम राम्रो भएर होला छोरीहरू पनि राम्रो क्या माला घाँस दे जाउँ खै तिम्रो सिप पनि हेरौँ त लिने एउटा माला दिनु छिटो दे आफ्नो त माला हेर्नुहोस् कस्तो राम्रो बुनेको छ ममलाई देखाइदिनुहोस् त मम्मी त खाना उता गर्न जानुभयो किचन गइसक्नु भयो मैले बुनेको मम्मी त उता जानुभयो अब दिदीहरूले हेर्छन् माला कस्तो छ हेर्दै अरे छिटो राम्रो छ हेरिस्यो मैले बुनेको राम्रो छ राम्रो यही एउटा यसो बिग्रिएको थियो त्यही मिलेको मात्र हो कि दिन त अरूले नै दिया भोलि एउटा कुरा भन्न जाँदैछु आजै को अलिकति केटाहरू लुकिहालौँ है भोलि भन्न सकिँदैन ल फुल लगाइदिन्छु भनेर टिका ढल्काइदियो भने सक्यो यो माला ढल्काइदियो भने त्यस्तो हुँदैन प्लेयर हो नेसनल टिमको म भाग्यमानी तथास्तु नमस्ते हेर्नुहोस् न म पनि दब्छु दब्दैन हेर्नुहोस् हाम्रो त भोलि सबै कुकुरहरूलाई लगाउँला हो यो मेरो यहाँ मलाई पनि जे भन्दा नि भयो खै अब लास्टमा के गरेँ यस्तो म यता ठ्याक्कै यता यहाँ ध्यान दिइरहेको थिएँ यहाँ दाइले बोलाएर होइन दुइटै हो यो खासमा हामीसँग धेरै त्यो उसको फुल थिएन नि त अनि यदि कुकुर फुल पनि अलिअलि मिक्स गरेको छ यस्तो फुल हुनु पर्यो क्या हेर्नुहोस् त कस्तो पुक्का अनि मेरो त यहाँ अनि 15-20 वटा कुकुरलाई लगाउनु पर्छ अनि कहाँ त्यत्रो फुलले हुँदैन नि त त्यहाँ हुँदैन डरलाग्दो 15-20 वटा यस मेरो घरमै छ कतिवटा छ भने मेरो घरमा 10 वटा छ 10-15 वटा छ अनि चोकको लागि सबैलाई पूजा गर्नुपर्छ के चोकतिरको लागि कुकुरको कमी छैन रहेछ यो कुकुर के काम बर्बाद
ल अब म पनिसमेन्ट दिन्छु 2 मिनेट गीत बजाएर डान्स गर्नुपर्छ ल लेट्स गो अनि त्यसपछि म जान्छु छिटो डान्स है 2 मिनेटमा त ल 5 मिनेट भयो नि भयो 2 मिनेट गरे नि हुन्छ तर 2 मिनेट चाहिँ गर्नै पुर्याउनै पर्यो र 2 मिनेट डान्स गर्नै पर्यो किनकि मैले जिते हो नि त अब म यो अनि डान्स हेर्छु अनि म जान्छु कि अफलाइन डान्स हेरेपछि फेरि जे पनि हुनसक्छ यहाँ अलिक डरलाग्दो आउँछ डान्स फेरि ठुमक मारे ल छिटो ठुमक मारे अब मेरो यहाँ भ्युवर्सले जिताउनु भएको मेरो यहाँ ग्याङले जिताउनु भएको उहाँहरूकै डिमान्डको गीत ल यो लास्टमा कसले झेलेन्डी गर्यो भनिस्यो त अब थाहा छैन मलाई त्यो त अब कति बेला को आउनुहुन्छ थाहा नै हुन्न नि डराएर सुरुमै अब म त अब केही हुँदैन होला भनेर छोडिदिएँ यसो यता दाइलाई हेरेँ कनाट ल छिटो ठुमकमा है छिटो कन डान्स हेर्छिस् ठुमक त्यो हाम्रो आर्जु देउबा राणावाला डान्स हो ठुमक चाँदिया थिए कतुन खै म बजाउँछु है हो रहेछ नचाउनु I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. Everything I do so instinctive and so passionate. Every word I move so descriptive like an adjective. I got a vendetta against people who patented being negative when you should be getting after it. I got facts over tracks, this and that. Spitting slow, spitting fast. I could roast, I could gas. Think I'm okay at last, but I don't know if that can erase all the past. And the pettiness, a reflection of the emptiness. Hilarious, you think you're worth my time, you're delirious. Mysterious, because you hide behind a fake exterior. Inferior, you know I'll always be a bit superior. Get off of me, this ain't no humble brag. I want you to hear words, you can say them back. I want you to feel free from the chains at last, and to believe in what you got, it was built to last, yeah. Now that I've been put through hell, I never got anyone's help. I had to do it all myself. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. खै गीत त आउँदैन त यो गीत होइन अब यसैमा नाच्यो भयो किन हुन्न सक्यो भयो 2 मिनेट त भयो अब एकदम राम्रो छ डान्स मैले नाचे भन्दा राम्रो छ त धन्यवाद राम्रो नभए पनि राम्रो भन्नुभयो होला है ठिकै छ अब हैन राम्रो छ एकदम राम्रो छ अब म अहिले जान्छु एकदम खाना त खानु पर्यो हजुर स्योर ओके खुसी लाग्यो है ल सबैजनालाई नमस्कार भनिदिनु बाइ टेक केयर पछि